हेलो एभ्रिवान, वेलकम टु माई थर्ड भ्लग। गेस वाट, आज हामी कहाँ जाँदैछौँ? हामी चाहिँ हप्तै पछि नयाँ नयाँ ठाउँहरू गइरहेका छौँ जापानको। यस, तपाईँहरूले हाइलाइट हेरेर थाहा पाइसक्नुभयो होला। आज चाहिँ हामी युमेनो चुरीवासी जाँदैछौँ। हेलो, आइसक्यो। अब 2 मिनट म आएर कल गर्छु। यो भिडियोमा राइड थ्रु द माउन्टेन, एकदमै ब्युटिफुल लेक, लङ वाक, पिसफुल नेचर सबै एक्सपिरियन्स गर्न सक्नुहुन्छ। सबैजना मसँगै जाऊँ है त। लेट्स बिगिन द जर्नी। बाटोमा जानु पर्दैन आज चाहिँ हाम्रो यहाँको टार्गेट हो। ओके, 1 घन्टा आधा लाग्छ अरे। ओके, सुरु गरौँ। यो माथि बस्ने मान्छे चाहिँ होइन, घोडा चढा भन्ने माथि पुग्छ क्या। अब त यहाँ जापानमा चाहिँ एकदम सहयोगी मान्छे भेटिन्छन्, जा भन्दै है। हामी चाहिँ कम्ती दिन यस्तो जापान कार्यक्रममा आइरहेछौँ। तपाईँहरूलाई थाहा नै छ, आज हामी युमेनो चुरीवासी हेरिरहेका छौँ। युमेनो चुरीवासीको चाहिँ एकदम इन्ट्रेस्टिङ एउटा फ्याक्ट छ। युमेनो चुरीवासी भनेको चाहिँ नेपालीमा चाहिँ सपनाको झोलुङ्गे पुल हो। यसको नाम चाहिँ किन सपनाको झोलुङ्गे पुल भयो भन्दाखेरि चाहिँ तपाईँहरूको यहाँको जापानिज पुरानो बुढाबाहरूलाई चाहिँ भेट गएको थियो। त्यो बुढाहरूलाई सोद्धाखेरि चाहिँ यसको यो पुलको माझमा बसेर तपाईँहरूले आफ्नो प्रेम सम्बन्धको विषयमा माग्नुभयो भने चाहिँ पुरा हुन्छ अरे के। क्या इन्ट्रेस्टिङ रहेछ होइन। यो देखेर मलाई चाहिँ तपाईँहरू सबलाई यो कुरा सुनाउन मन लाग्यो। यदि तपाईँहरू जापानमा हुनुहुन्छ अथवा जापान आउने प्लानमा हुनुहुन्छ भने चाहिँ एकचोटि अवश्य यो सपनाको झोलुङ्गे पुलमा आएर तपाईँहरू आफ्नो प्रेमी प्रेमिकाको विषयमा माग्न नभुल्नु होला है त। दुईतिरबाट गाडी आउँछ। जापान पनि कहीँ कहीँ त बिगड छ है जस्तो फिल भयो क्या मलाई चाहिँ। बाघ आयो त फेरि हो, भालु आयो होइन, तमाम। धेरै बेरपछि त्यत्रो घुमेपछि आएको हो। कमी नि हुन्छ त्यहाँबाट भ्यूहरू यहाँनिर लर होइन, यहाँ बाइक राखेर उ गर्नु पऱ्यो क्या एउटा होइन। यहाँ चाहिँ हाम्रो बाइक छ होइन। त्यो चाहिँ हामी चाहिँ ट्याक्क लाएर त्यो पहाडको छेउमा छौँ। हेर्नु साथीहरू, होइन हामी चाहिँ यस्तो राम्रो यहाँको यस्तो भ्यू हेरिरहेको थियौँ कि होइन। यस्तो दामी भ्यू हेरिरहेको थियौँ। एक्कासी के देखेको भन्नु न, यहाँ हेर्नु न, सुपर पावर। पानी पर्ला जस्तो मौसम चाहिँ छ, तर पानी बेलुका छ, अहिले पानी पर्दैन। सुन्तलीमा कति नराम्रो घरबार मार्यो नि माले मार्यो। जापानमा पनि पाहाड खस्छ है साथीहरू। पहिलो नेपालमा मात्र होइन, जापानमा पनि जान्छ। हाम्रो एउटा दाइ पनि बाइकमा आइरहनु भएको रहेछ हेर्न। यहाँ माछा मार्नु मिल्छ नि त। है जापानको 2 लेनको बाटो यही हो। यहाँ चाहिँ माहौल देखिहाल्नुभयो। जापानको डबल लेन देखिहाल्नुभयो। अब तपाईँहरूलाई यहाँ कडा मेहनत र परिश्रमपछि यही हो क्या हेरेर पार्किङ। हाम्रो पानीबाट के निकाल्ने दामी भ्यू के यो त। ओहो, यत्रो ठुलो जङ्गल छ होइन। अनि फेरि जङ्गलको माझबाट एउटा सुरुङ के हेर्नु न। आहा, यत्रो ठुलो
कस्तो माहौल छ कि जङ्गलै भित्र पर्छ जस्तो छ त्यतिसम्म चाहिँ थाहा भएन तर हेर्नु पनि हुनसक्छ जस्तो माहौल छ यस्तो रमाइलो छ कि यो त हामी चाहिँ एउटा ब्रिजमा आइरहेको छौँ त्यो ब्रिज चाहिँ यही इलाकामा छ यहाँ बच्चाहरूको लागि खेल्ने छुट्टै ठाउँ रहेछ सिधै हो यसलाई सोधौँ न सुमासन युमेना हासी गुटोको रस्तो रहेछ त आगे तो जाए हाँ हो रहा लिख रहा झुकेर तल रोकेको थियौँ र हामी चाहिँ खत्ता आइपुग्यौँ होइन यहाँबाट 30 मिनट लाग्छ र हेर्नुहोस् होइन यहाँ यस्तो माहौल छ 30 मिनट यो जङ्गल उक्लेर जानुपर्ने भनेर चाहिँ टाढै रहेछ यहाँ झरना यहाँ साउना पनि रहेछ यहाँ 500 रुपियाँको एउटा टिकट लाग्दो रहेछこちら何分ぐらいかかりますか？吊り橋まで25。はい。はい。お気をつけていってらっしゃい。で私たちどこにいますか？この茶色い建物です。で、こあーのブルーラインでこれ吊り橋。ありがとうございます。It's Japan, bro. You get very strict. So if you are tourist, then if you are worker, then they will के भन्छ हेर्छ जापानिजहरूले काम गर्यो भने टुरिस्ट भएर आयो भने चाहिँ भगवान् जस्तो मान्छ जापान चाहिँ गुफै गुफाको देश हो हाम्रो देशमा बल्ल बल्ल एउटा तराई काठमाडौँ हाइवे ट्र्याकको एउटा गुफा बन्दैछ भन्ने सुनेको पनि धेरै भएको थियो बल्ल बल्ल सम्पन्न भयो यो चाहिँ एउटा चाहिँ हाम्रो ब्रिजको यात्रा सुरु भयो ब्रिज कस्तो छ यहाँबाट हामीले हेर्नेछौँ हेर्नुहोस् यहीँदेखि पानीको स्रोतहरू सुरु भइसक्यो यहाँ चाहिँ साउन्ड इको हुँदो रहेछ हेलो यहाँ चाहिँ बवालीको हुँदो रहेछ साउन्ड यहाँ चाहिँ तपाईँहरू यताबाट तल जानु फर्किँदा माथिबाट जानु होला भने हामीलाई यहाँबाट चाहिँ ट्याक्कै सुरु भयो यहाँ हेर्नु त तल थोरै देखिएको त बाटो कस्तो राम्रो देखिएको कि सानो घाटहरू खासै यस्तो बाटो धेरै नहिँडेको भएर अलिकति गाह्रो फिल गरिरहेको छ है एकदम रमाइलो भइरहेको छ ठाउँ हेर्दाखेरि यो चाहिँ हामी
वारीबाट हो यस्तो त्यो कमेरोको जस्तो हो र आज म तपाईँहरूलाई एकदम ठुलो ज्ञान दिन गइरहेको छु। यदि तपाईँहरू चाहिँ यो उकालो ठाउँ चढ्ने होइन यस्तो ठाउँमा जानुहुन्छ भने सकेसम्म आफूसँग जोडी मिल्ने मान्छे लिएर जानु। मेरो जोडी अलि नमिल्ने परेछ, उसले चाहिँ उकालो देख्नै नहुने दौडिहाल्ने खरायो जस्तो सोल्टी। म चाहिँ उकालो देखेपछि उक्लिनै नसक्ने के हो अलि आएन त्यस्तो छु। चाहिँ त्यो हामीले पाहाडको माथि ढुङ्गा उठाएर राख्छौँ नि त्यही रहेछ। म चाहिँ यसको माथि एउटा आफ्नो सानो एउटा ढुङ्गा मेरो किनभने हेर यो चाहिँ मैले अड्याएँ तिम्रो त्यो सुधो झार्छ जस्तो मलाई किन किन लागिरहेको थियो। वा यस्तो बवाल देखिरहेको छ साथीहरू। यसलाई धरेर जत्रो बनाइराखौँ जस्तो लागिरहेको थियो मलाई। यस्तो दामी देखियो कि ढलेपछि साथी एक ठोक त त्यसलाई यस्तो राम्रो साउन्ड आउँदो रहेछ कि आहा त्यो दाउरा काटेको जस्तो साउन्ड महसुस गरिरहेको छु। यो दृश्य देखेर म मोहित भएँ। ऊ चाहिँ मोहित हो फेरि त्योदेखि मोहित थियो म आज आएर मोहित भएँ। यो चाहिँ हाम्रो के जनावर हेर त हौ यहाँको चाहिँ रियर जनावर जस्तो छ है। यो मैले चिनेँ, तपाईँहरूले चिन्नु भयो भने मलाई कमेन्ट गरेर भन्नुहोस्। हेर्नुहोस् साथीहरू यहाँबाट यस्तो राम्रो भ्यू आउँदो रहेछ कि यहाँबाट सर हामी आयौँ होइन यस्तो हेर्नुहोस् यहाँबाट लगाएर घुमिसक्यो। लाइक पहाड पनि चढ्यो, हिमाल पनि चढ्यो, पुल पनि तरियो, ब्रिज पनि के भन्छ यार बाटो त यत्रो छ नि त यहाँ पनि लाइक गाडी आउनु नमिल्ने नै त होइन नि त। तर हामी बाइक चाहिँ हामीलाई 2 किलोमिटर पर राख्नु भन्यो क्या एक्ज्याक्ट। यसको बारेमा चाहिँ के भन्नु त्यसले किन चाहिँ यस्तो गर्यो होला जस्तो लाग्छ तिमीलाई? यहाँ पार्किङ नभएर हो कि होइन मैले यस्तो बुझेअनुसार चाहिँ यो चाहिँ एउटा नर्मल देखिन्छ कि यदि हामी बाइकमा आएर यहाँबाट हेर्नु भयो कि त्यो नर्मल हुन्थ्यो। तर कुनै पनि चिजको महत्त्व चाहिँ दुःख गरेर पाएको चिजको महत्त्व हुन्छ भने जस्तै हामीलाई चाहिँ हिँडेर यहाँसम्म आएर यो देखायो भने चाहिँ हामीलाई चाहिँ यो अलिकति अझै एट्र्याक्टिभ हुन्छ कि भन्ने चाहिँ उनीहरूको विचार हो जस्तो चाहिँ मलाई लाग्यो है मेरो रिभ्यूमा चाहिँ। अति है यत्तिको चाहिँ सोध्नुपर्छ। यो फोन घुमाएर पहिला यो फोन घुमाएर चाहिँ एउटा फोन हुन्थ्यो, आजभोलि यो देख्दा नि कस्तो छुट्टै खालको खाइहाल्नु मन लागिन्छ कि उल्टो हो त्यस्तो थियो। यहाँनिर ट्याक्क मोल फुटिरहेको पानीको झर्ना हो, दामी झर्ना रहेछ कि साथीहरू। यो चाहिँ भ्याकुत्ता जोन रहेछ होइन। यहाँनिर चाहिँ एकदम राम्रो भ्याकुत्ताहरू पाइन्छ अरे झरिरहेछ कि साथीहरू। यहाँ चाहिँ आरुको बोट भेट्थ्यो, म चाहिँ अलिकति तल पुग्नु होइन। पुरो जङ्गल पनि हेर्नु ठ्याक्क जङ्गलै जस्तो छ। चाहिँ हामीले अर्डर गऱ्यौँ, अर्डर गर्ने बित्तिकै हामीलाई चाहिँ ओछ्या आएछ। ओछ्या चाहिँ खावारीको लागि पनि त्यहाँ छ। त्यसपछि यहाँनिर खोर्सानीहरू सन्जाहरू आइसक्यो। बस खानेकुरा आउनु बाँकी छ। काकाबाले ल्याइसक्नु भयो। कसले? काकाबा हुन्छ के काकाबा बवाल खायो यस्तो हुन्छ।
फर्स्ट टाइम यस्तो उदन खाँदैछु म उसले पनि फर्स्ट टाइम खाँदैछ कि यो होइन क्या खाएको त थियो कि यस्तो उदन थियो ए मैले पनि उदन चाहिँ खाएकै थिएन होइन झोड त के बोल्नु है मिठो छ भनेर यता उताको छ कस्तो पुरानो ट्रेन रहेछ एकदमै रियल मोमेन्ट हेर्नु जापानमा यो पहिलाको जस्तो त्यस्तो चाहिँ अहिले छैन त्यति धेरै पहिला थियो जापानमा यति पहिलाबाट चल्ने ट्रेन हो एकदम स्लो हुन्छ अरूको भन्दा यसको बाइपास तिर्यौँ हामीले यहाँसम्म भिडियो हेरेर साथ दिनुभएको सम्पूर्णलाई धेरै धेरै धन्यवाद हजुरहरूको साथ र सपोर्टले गर्दाखेरि म नयाँ नयाँ ठाउँमा गएर भिडियो बनाइरहेको छु यसै गरी साथ र सपोर्ट दिइराख्नु होला यदि साँच्चीकै हजुरहरूलाई यो भिडियो मन परिरहेको छ इन्टरटेनमेन्ट लागिरहेको छ भने हजुरहरूले लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला यस्तै गरी साथ दिइरहनु होला स्वस्थ रहनु होला खुसी रहनु होला